यति बेला केटकेटीसँग सक्दैन रहेछ। हिजो स्कुल मिटिङमा गएको थिएँ, अन्त पिसाब गरेको बेलामा एउटा सानो नानी त कुर्र कुदेर आएर हेऱ्यो। राम्रै हेरेर त अपाय हाम्रो पापाको पनि एक्जेक्ट यस्तै छ। अन्त त्यो नानीलाई चाहिँ नानी तिम्रो बाउआमा के गर्छ भनेर सोधेको थिएँ। हामीलाई के थाहा, म त छिट्टै सुतिहाल्छु। अन्त अलिक उता जा भनेर खेदी पठायो हो। अन्त अलिक उता जाँदै थियो, 10-11 मा पढ्ने नानीहरू होला, उनीहरू बात मार्दै थियो। हामीलाई त पापाले कुट्यो कि हामी त पाक्दै सुति बस्यौँ भन्दै बात मार्दै। अन्त नानीहरूको इक्जाम हुँदै रहेछ, अगाडि एबिसिडीको चार्ट पेपर टालेको रहेछ। अन्त त्यहाँ चाहिँ घुरामा चाहिँ यहाँ चाहिँ नहेरी लेख्नु है भनेर भनेको थियो। एउटा नानी त आँखा चिम गरेर भक्कु लेखेर दियो। यसरी किन लेखेको भनेर कुटेको थियो। मैले चराको बच्चा देखेको छु, अब म तँलाई देखाउँदिनँ। अर्को नानीले फेरि यसले आपाको खैनी चोरेर ल्याएको छ, अब तँलाई दिँदैन। यति बेला स्कुलमा इङ्ग्लिस कम्पलसरी बोल्नु भनेको रहेछ। अन्त एउटा नानीले भन्दै लेट्स गो न हो लेट्स गो। तलबाट फेरि वेट न हो वेट गर्छ। रेनी झरीमा अम्ब्रेला पनि नो, मङ्कीले ढुङ्गा लगाउँछ कि भन्ने डर। बाजे यो बहिनीलाई जाति बनाइदिनु पर्यो है। यो नानीलाई उँभौलीको खेलाएर उँधौलीको उठाएर हालिदिएको छ। रेनी झरीमा फरेस्टकोले बेम्बो घारीमा एट्याक गरेको जस्तो छ। अपलाइनको खेलाएर डाउनलाइनको उठाएर हालिदिएको छ। आफ्टर 9 मन्थ रिलिफ हुन्छ। ब्ल्याक चिकन चाहिन्छ, पक्षी पत्तो लाइन्छ। नाकोही तिमी भुँडे भए तापनि, तिमी तालु चिन्डे भए तापनि तिमी यो नानीलाई स्वीकार दिनु पर्यो, जिम्मा लिइदिनु पर्यो। तिमी लुते लाङ्रे भए तापनि, अर्काले किनेको रक्सी माग्दै खाने भए तापनि, अर्काको खैनी मागेर खाने भए तापनि, अर्काको भेडीको टुक्रा मागेर खाने भए तापनि तिमीले भेटेको तिमीले जिम्मा लिइदिनु पर्यो। तिमी ना कोही तिमी रक्सी खाएर नालीमा सुत्ने भए तापनि, ना कोही तिमी अर्काको कुखुरा बाख्रा चोरेर खाने भए तापनि, ओथ्रा बसेको अन्डा बेच्ने भए तापनि आफूले भेटेको स्वीकारी दिनु पर्यो। तिमी आफूले जिम्मा लिइदिनु पर्यो। तिमी ना कोही तिमी ए दया हाङराईले मिरुना रोज्यो, मिरुनाले चाहिँ लामालाई गोद्यो। ए पिएस गोलेले चामलिङलाई पेल्यो, एमके शर्माले चाहिँ आफैलाई खेद्यो। आफै भाग्यो, गणेश राईले चाहिँ बाल विकास खोल्यो। ए दार्जिलिङले कहिले गोर्खाल्यान्ड पाउँछ, सिक्किममै मिल्छु भनेर वाक्कै बोलाउँछ। ए हर्का साम्पाङले ढुङ्गा है बोक्यो, बालेन्साले चाहिँ मकै पोल्ने खेद्यो। ए मेलिना राईले पल्सालाई रोज्यो, पल्साले चाहिँ ज्योति मगर पो खोज्यो। ए मैले चाहिँ रोजे साम्राज्ञी रोजे, साम्राज्ञीले चाहिँ मुन्द्रेलाई रोजे, फुलन्दीकी आमाले चाहिँ मलाई पो रोजे। ए भिटेनले पनि छाडा है गाउँछ, उत्तम प्रधानले झनै मुखै पो छाड्छ। ए झिली र मिली देउसिरे भन्दै हजुरको फोनमा आइपुगे म चाहिँ। ए लेखाइको काने औलाइको माने, सियर र फलो गरिदेऊला मलाई।